हेलो गाइज होइन हामी चाहिँ टक्क अब कामबाट फर्किँदै चिया खाएर तातो पेट बनाएर हिँड्दै होइन त्यहाँ बबाल केटी देखेर फेरि उतापट्टि चाहिँ बबाल केटी। अब हामी रोड क्रस गर्दै होइन गाइज, अब रोड क्रस गरेर अब आउनु अन्त आउनु ल छिटो। हामी रोड क्रस गर्दै होइन अब हेर्नु नि त्यहाँ त्यस्तै गरी हिँड्दा भने पछि एकदम भेटाउनु पर्छ गाइज, भेटाउनु पर्छ धेरै टाढा होइन भेटाउनु पर्छ यहीँनिर त धेरै क्या हो जराहरू पर्छ सबै जस्तो लाग्यो दाइलाई। हामी आधी बाटो पुगिसक्यो होइन, यता बाटो चाहिँ अलि बाटो चाहिँ अलि अँध्यारो छ, अलि डर लाग्छ ल सेट यता पो भाग्यो दाइ ल भाग्यमा छैन दाइ हाम्रो होइन। हेरौँ त्यता बाटोतिर अरू नि भेट्ने सम्भावना धेरै छ, लामो छ बाटो, त्यति धेरै भेट्छ होइन। के भयो एम्बुलेन्स आयो, कोही मऱ्यो जस्तो भयो, मऱ्यो कि बाँच्यो राम्रोसँग के भयो राम्रोसँग हस्पिटल पुऱ्याइदियो हुन्छ ल, अरू केही छैन। त्यति चाहिँ हामीले दुवा गर्न सक्छु होइन, सक्छु त्योभन्दा बढी चाहिँ हामीले पनि सक्दैन। राम्रो होस् नराम्रो नहोस् होइन, केही न केही उटपटाङ गरेरै भए होला नि त। अब नेपालमा त्यस्तो कमी नै छैन होइन, मान्छेहरू त जेन्जी भनेर बाटोटे नै उडायो होइन। जेन्जीले त अहिले पावर देखायो नि, भवाल पावर। केपी बा खै केपी बा गाडीको मान्छे तर्सेलाई लौमा यता ऊ आइदिनु गाइज होइन। अब के गर्नु, अब रुम आउनु लागिसक्यो। अब हिँड्ने यसरी खुट्टा यसो खुट्टा अब जति होइन त्यति स्वास्थ्य आफ्नै हातको लागि राम्रो हो। चाहिँ यता पसलतिर चाहिँ केटी देख्या हो, पसलतिर केटी नि देख्दैन गाइज। अहिले त रापरै हानेर बाउ आमाले राख्दैन जस्तो छ। राति तिमी हिँड्छ होला नि भनेर होला नि भाइ, छैन यार, अस्ति त्यो एक दिन खतरा तामाङले देखेको थियो जाँदाखेरि, अहिले त छैन गाइज। कहाँ पुग्यो सबै त्यो एक दिनको झोलको मात्र होला क्या भाइ। दिनदिनै हामी जसरी हिँडेको हो देख्नु बोल्नु भन्नु अब के भन्नु हिँड्दैन। कोही कहाँ काठमाडौँ चाहिँ अहिले अँध्यारो छ है कहाँ सब सुतिसक्यो ल। यदि चाँडै सुत्छ काठमाडौँमा चाहिँ अब हेर्नु होला, नपत्याए तपाईँहरू आफै